आज हामी एउटा यस्तो व्यक्तिसँग भेट गर्नेछौँ जसले 14 वर्ष विदेशमा रहेर ड्राइभिङ पेसामा आबद्ध हुनुहुन्थ्यो र 1.5 लाख रुपियाँ महिनाको इन्कम थियो। अहिले उहाँले आफ्नो जबलाई क्विट गरेर एक डाइरेक्ट सेलिङ व्यवसाय गरिराख्नु भएको छ। आउनुहोस् आज उहाँसँग हामी केही वार्तालाप गर्दैछौँ। नमस्कार, मेरो नाम सामरजित आनन्द र तपाईहरु स्वागत छ मेरो च्यानल सक्सेस विथ जितमा। र आज उहाँ हाम्रो यस स्टुडियोमा आइसक्नु भएको छ। स्वागत छ गणेश बहादुर भुज सरलाई। सबभन्दा पहिला अब सरसँग परिचय जान्छु। आफ्नो परिचय दिनुहोस् र के काम गरिराख्नु भएको थियो र के कति तपाईको इन्कम थियो सर, प्लिज। हजुर सर, मेरो नाम चाहिँ गणेश बहादुर भोज हो। मेरो घर भैरवा नेपाल हो। म 14 वर्षदेखि म सौदीमा ड्राइभिङ गर्दै थिएँ, गाडी चलाइरहेको थिएँ। चाहिँ म पेसा ड्राइभर हो सर। मन्थली सेलेरी कति भन्नुभयो सरले? सर मैले मन्थली सेलेरी 1.5 लाख रुपियाँ। 1.5 लाख रुपियाँ? हजुर सर। सर तपाईँ 1.5 लाख यस्तो राम्रो इन्कम लिइराख्नु थियो? हजुर सर। र के चिज यस्तो हजुरको विचारमा आयो कि 1.5 लाखको जबलाई तपाईँले क्विट गरेर अहिले हेल्थी लिभिङ व्यवस्थित तपाईँले कन्टिन्यू गरिराख्नु भएको छ? के यस्तो चिज तपाईँले राम्रो लाग्यो यस व्यवसाय प्रति? सबभन्दा पहिला सर मलाई यो लाग्यो कि हाम्रो हेल्दी लिभिङ कम्पनी डाइरेक्ट सेलिङले हामीलाई के दिन सक्छ। मैले बुझेँ, यसको बारेमा विचार गरेँ। पहिलो कुरा त हामीलाई हेल्दी राख्छ, हेल्दीको साथसाथमा एउटा अनलिमिटेड कमाउने मौका दिइरहेको छ। यदि मेरो उमेर भइसकेको छ 40 वर्ष, त्यो 40 वर्षको उमेरमा अब म धेरै दिन सौदीमा रहन सक्दैन। यानी कि म नेपाल आफ्नो घरको साथमा आफ्नो घर परिवारलाई हेल्दी बनाएर यहाँबाट अनलिमिटेड इन्कम आउने मौका पाइरहेको छु। सर म किन गुमाउनु त्यो मौका? त्यो मौका हेरेर मैले, किनभने धेरै उमेर भइसकेछ भने सर म धेरै दिन त्यहाँ काम गर्न सक्थेन। मलाई टाइम फ्रिडम चाहियो थियो, फ्यामिली सेक्युरिटी चाहियो थियो, त्यसपछि अनलिमिटेड इन्कम चाहियो थियो। म गरे पनि पैसा आउने, म काम नगरे पनि पैसा आउने, त्यो सिस्टमको तलासमा थिएँ। कहीँ न कहीँ मेरो हजुरसँग भेट मुलाकात भयो, फोनमा कुराकानी भयो, हजुरले सिस्टम बताउनु भयो। म त्यसको बारेमा धेरै आफ्नो गुगल युट्युबमा नि रिसर्च गरेँ। सबै रिसर्च गरे अनुसार मैले सबै बुझिसकेपछि म सुरुवात गरेको सर। त्यही मलाई चाहिएको थियो, त्यही भएर म यो कम्पनीमा सुरुवात गरेको सर। हजुरले यो निर्णय लिँदा तपाईको परिवारमा के कस्तो प्रतिक्रिया आयो? मेरो परिवारमा एकदम प्रतिक्रिया राम्रो लाग्यो। मैले घर सरसल्लाह गरेँ, घरवालाको पनि त्यही कुरा गर्नु, उहाँहरू पनि त्यही भन्नुभयो कि तपाईको सफलतामा हाम्रो सफलता छ। तपाईँ यदि केही सही निर्णय लिनुभएको छ भने हाम्रो पनि सहमति छ सर। र तपाईलाई यो व्यवसायमा कतिको भविष्य देखिन्छ सर? सर यो व्यवसायमा त भविष्य मैले धेरै राम्रो देखेँ, धेरै सेक्योर देखेँ। किनभने अब हेर्नु, म आज त्यहाँ जब गर्दै थिएँ, त्यहाँ जबसम्म म गरेँ तबसम्म मात्रै आउने हो सर। अनि यो डाइरेक्ट सेलिङ मात्रै हेर्नु, म आफ्नो पुस्ताको लागि म गर्दैछु। किनभने भोलि बिहान अब मेरो घरमा मानव कोही पनि छैन, म एक्लै छु कमाउने, होइन? अब त्यो ठाउँमा म काम गर्दैछु भने अब जबसम्म म गर्छु सौदीमा तबसम्म मात्रै आउँछ दाम। यदि हेल्दी लिभिङ डाइरेक्ट सेलिङमा काम गर्छु भने म रहे पनि नरहे पनि मेरो परिवारलाई पैसा आउँछ, मेरो बालबच्चालाई पैसा आउँछ। त्यस्तो सिस्टम प्लेटफर्म पाएँ। त्यही भएर म सौदीबाट रिजाइन गरेर फुल टाइम आज सर म हेल्दी लिभिङ गर्दैछु। तपाईले यो व्यवसाय आफ्ना साथीभाइहरूले भन्दाखेरि तपाईँले कस्तो प्रतिक्रिया, कस्तो जवाफ तपाईँले पाउनुभयो? प्रतिक्रिया त सर मलाई आउँछ, रिजेक्सन आउँछ। साथीहरूले भन्छन् यो यस्तो काम हो, उस्तो काम हो, यो हामीले गर्ने काम हामी सकिँदैन। तर गरे भने पोसिबल छ सर, जसले पनि गर्न सक्ने काम हो सर यो। तपाईले फिल्डमा काम गर्दाखेरि तपाईले कस्ता किसिमका प्रश्न र चुनौतीहरू आइराखेका छन्? धेरै प्रकारका चुनौती आउँछन् सर। कसैले भन्छन् यो डाइरेक्ट सेलिङ राम्रो होइन, मैले गरेर छोडेको, अथवा चाहिँ मेरो साथीले गरे थियो 6 महिना 1 वर्ष गरे केही पनि भएन। तर हेर्नु, कहीं न कहीं गरेर छोडेछ भने हुनेवाला केही पनि छैन सर। यदि हामी कन्टिन्यू गऱ्यौँ भने यहाँ 100% होइन 1000% सफलता छ।
के तपाईँ यस व्यवसायमा ढुक्क हुनुहुन्छ कि तपाईँको भविष्य राम्रो बन्छ? एकदम सर 100% होइन 1000% ढुक्क छु म। तपाईँ हाम्रो दर्शकहरूलाई यस व्यवसायप्रति के भन्न चाहनुहुन्छ? म त्यही भन्न चाहन्छु सर, यदि म आफ्नो जब क्विट गरेर फुल टाइम गर्न सक्छु भने हजुरहरू पनि जुनसुकै काम गर्दै हुनुहुन्छ त्यो कामको साथमा पार्ट टाइममा पनि गर्न सक्नुहुन्छ। यदि समय छ भने फुल टाइम दिएर एज ए करियर हजुरले राम्रोसँग बिल्ड गर्न सक्नुहुन्छ। आगामी 5 वर्षमा तपाईँले आफू र आफ्नो परिवारलाई कुन स्थितिमा र कहाँ तपाईँ हेर्न चाहनुहुन्छ? म अब के भनौँ हजुरलाई, यति मेरो सोच छ, यति ठुलो सोच छ कि आफ्नो परिवारलाई राम्रो ठाउँमा राम्रो घर बनाएर राम्रो ठाउँमा राखौँ, एउटा राम्रो गाडी होस्, राम्रो साधन होस्, मेरो बालबच्चा राम्रो स्कुलमा एजुकेसन पाउन् भनेर त्यो सब कहीँ पोसिबल छ सर। डाइरेक्ट सेलिङमा छ त्यो, कहीँ म जुन जब गर्दै थिएँ त्योमा थिएन सर। यस्तो हेर्ने हो भने हामी नेपालका युवाहरू +2 पढेर प्राय विदेश जाने यो जुन प्रक्रिया चलिराखेको छ र तपाईँले के लाग्छ सर, यस डाइरेक्ट सेलिङ व्यवसायले त्यो विदेश गइराखेका युवाहरूलाई रोक्ने काम गर्छ अथवा बेरोजगारीहरूलाई रोजगार दिने काम गर्छ? तपाईँलाई यस नेपालमा यो व्यवसाय कतिको सम्भावना छ कि यो राम्रो तरिकाले चल्छ या आगामी दिनहरूमा यसले अन्य व्यवसाय अन्य इन्डस्ट्री जस्तै यो पनि एउटा इन्डस्ट्री हो भने तपाईँ कस्तो लाग्छ यस व्यवसायप्रति? एकदम 100% सर, यो सही कुरा गर्नुभयो हजुरले। हाम्रो नेपालमा हेर्नु जति पनि विदेश गइरहेका छन्, यदि हामी राम्रो सोच बनाएर यो डाइरेक्ट सेलिङ गर्यौँ भने यसमा फ्युचर धेरै राम्रो छ। हामी विदेश जानु पर्दैन, यहीँ आफ्नो घरमा बसेर आफ्नो परिवारको साथमा बसेर अनलिमिटेड इन्कम गर्ने मौका पाइरहेको छौँ। हाम्रो धेरै राम्रो फ्युचर छ डाइरेक्ट सेलिङमा सर। हुन त यो व्यवसाय नयाँ हो, चुनौती पनि हुन्छ र कसैको कन्सेप्टमा यस व्यवसायलाई राख्नको लागि टफ हुन्छ र अब हेर्ने हो भने तपाईँ नेपाल सरकारबाट के चाहनुहुन्छ कि नेपाल सरकारले के कस्ता गाइडलाइन्सहरू के सहयोग गरोस् जसबाट यो व्यवसाय अझै राम्रो तरिकाले नेपालमा व्यापक तरिकाले चलोस्? एकदम सर, हाम्रो कम्पनीको जुन पनि सिस्टम छ त्यो हाम्रो जुन सिस्टम सरहरू बनाउनु भएको छ एकदम राम्रो सिस्टम छ सर। म के भन्छु, जस्तै अझै 50% जुन हाम्रो नेपालमा प्रोडक्टहरू बनिरहेको छ, म भन्छु कि 100% हाम्रो नेपालमै उत्पादन होस्। त्यही भएर हामीले झन् सजिलो हुन्छ सर यो काम गर्न। र अन्तमा अब हामी सरसँग वार्तालापको क्रममा सरसँग केही हाम्रो दर्शकहरूलाई मेसेज दिनको लागि म आग्रह गर्छु। सरले केही हाम्रो दर्शकहरूलाई केही मेसेज दिनुहोस् र यो व्यवसाय किन गर्ने र यसको भविष्य कतिको छ र अहिले नेगेटिभिटी छ, त्यो नेगेटिभिटीलाई कसरी हामीले एउटा क्लियर गरेर आफ्नो यो प्लेटफर्मबाट सक्सेस पाउन सकिन्छ भने सर प्लिज केही मेसेजहरू छ भने? सर, यो डाइरेक्ट सेलिङ हाम्रो भविष्यको लागि धेरै राम्रो बिजनेस हो सर। हेर्नु, आज कहीँ न कहीँ जब कुनै बिजनेस सुरुवात हुन्छ भने पहिला नेगेटिभ फेसमा हुन्छ, त्यसपछि पोजिटिभ फेस, ग्रोथ फेस, यसरी स्टेप बाई स्टेप आउँदैछ होइन। आज जो मान्छे बुझिरहेको छैनन् एक दिन बुझ्नेछन्। आज हेर्नुहुन्छ भने अमेरिकामा डाइरेक्ट सेलिङ धेरै अगाडि आएको हो। त्यहाँ कहीँ न कहीँ चाहिँ 5% मात्रै गरिब छन्, 95% धनी छन्। किन? उहाँहरूको सोच ठुलो छ, भिजन छ। डाइरेक्ट सेलिङ भनेको 95% आज अमेरिकामा गरिरहेछन्। हेर्नु के हाम्रो अमेरिका सर गरिब छ छैन, धनी छ। त्यही भएर हाम्रो नेपालमा नि भन्छु, पहिला सिस्टम थिएन, लो बनेको थिएन। आज हाम्रो नेपाल सरकारले धेरै धेरै धन्यवाद। 6 वर्ष भइसक्यो नेपालमा डाइरेक्ट सेलिङ आएर। त्यही भएर अहिले हाम्रो चाहिँ न्यू पिरियडमा छ होइन। यदि यो केही वर्ष पुरानो हुँदै जान्छ, सब पोजिटिभ भएर काम गर्न थाल्नुहुन्छ सर। जुन पनि नेगेटिभिटी आइरहेछ एक दिन